नमस्कार मित्रहरू। आज म एनआइभिएल क्यापिटलको एसआइपी सिपको पेमेन्ट कसरी गर्ने भन्ने देखाउन गइरहेको छु। मैले यो वेबसाइट खोलेँ। यो वेबसाइटमा तपाईँको एनआइभिएल एस क्यापिटलमा जानुहोला अनि एनआइभिएल सहभागिता फन्डको म पेमेन्ट गर्न गइरहेको छु र यसको वेबसाइटमा गएर सिप रेजिस्ट्रेसन, पर्चेस युनिट, सिप पेमेन्ट भनेर आउँछ। यसमा अलरेडी तपाईँले रेजिस्टर गर्नुभएको छ भने मन्थली इन्स्टलमेन्ट कसरी गर्ने भन्ने देखाउन गइरहेको छु। यसमा डिम्याट एकाउन्ट नम्बर एन्टर गर्नुपर्ने हुन्छ। तपाईँले यसमा डिम्याट एकाउन्ट एन्टर गरेपछि अनि यो करेक्ट छ कि छैन भनेर तपाईँले देखाउँछ। करेक्ट छ भने कन्फर्म गरिदिनु, छैन भने नो करेक्ट गर्नु। म कन्फर्म गर्न गइरहेको छु र यसरी इन्टरफेस खुल्छ। यसमा तपाईँ देख्न सक्नुहुन्छ यसमा ड्यू पेमेन्ट पनि छ, अगाडिको नि इन्स्टलमेन्ट बाँकी रहेछ। यदि छैन भने तपाईँले सेम महिनाको मात्रै देखाउँछ र कति दिन ड्यू भनेर यहाँ देखाएको छ ड्यू डे। म यो बोथ दुइटैलाई गर्न गइरहेको छु एकैचोटि। तपाईँले यसैमा गएर माथि सिलेक्ट गर्नुपर्ने हुन्छ। म सिलेक्ट गरेँ र तपाईँले कुन वालेट मार्फत तिर्दै हुनुहुन्छ त्यो चोइस गर्नुहोला। मोबाइल ब्याङ्किङ म कनेक्ट आइपिएस गर्दैछु। मोबाइल ब्याङ्किङ पनि छ, खल्ती पनि छ, अनि आइएमई पे अनि ई-सेवा इत्यादि धेरै वालेटहरू छन्। म चाहिँ कनेक्ट आइपिएस युज गर्न गइरहेको छु। यसमा क्लिक गरेँ, प्रोसिड इन पेमेन्ट भनेर आएको छ, इन्टरफेस खुलेको छ। त्यसमा प्रोसिड टु पेमेन्टमा जान्छु म। यसमा गइसकेपछि अब यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलेपछि यहाँ तपाईँको कनेक्ट आइपिएसको युजर नेम र पासवर्ड हाल्नुपर्ने हुन्छ। भिडियो अलि लामो भइरहेको छ। यो मेरो दोस्रो अथवा तेस्रो भिडियो हो, अलिकति नर्भस पनि छु। र यसमा तपाईँले युजर नेम, मैले प्राइभेसीको लागि यसलाई ब्लरमा राखेको छु। प्राइभेसीको लागि ब्लर गरेको छु साथीहरू। अनि यसमा तपाईँले युजर नेम हाल्न सक्नुहुन्छ। तल क्याप्चाको पनि स्पेस दिएको छ। क्याप्चा युजर नेम हालेर क्याप्चा हाल्नु होला, अनि पछि साइन इन गरेपछि अर्को इन्टरफेस खुल्छ है त। यहाँ तल चाहिँ क्याप्चा देखाएको छ, क्याप्चा हाल्नु होला। 7px भएन क्या हो, साइन इन भयो। फेरि यसमा नि मैले ब्लरमा राखेको छु प्राइभेसीको कारणले। यसमा अलरेडी युजर नेम आएको छ र तल पासवर्ड एन्टर गर्नु भनेको छ। पासवर्ड एन्टर गर्न गइरहेको छु। आफ्नै मोबाइलबाट गर्न सक्नुहुन्छ। पुरा पासवर्ड हाल्नु होला अनि यस्तो इन्टरफेस खुल्छ। खुलिसकेपछि यहाँ ब्याङ्क डिटेल्सहरू, नामहरू सबै आउँछ र कुन ब्याङ्कबाट गर्ने भनेर खाता नम्बर पनि आउँछ र सबमिट गर्नु होला। सबमिट गरेपछि तपाईँले बेसिकली तपाईँको सेफ ट्रान्जेक्सनको लागि ओटिपी नम्बर हाल्नु भनेको छ। म ओटिपी हाल्न गइरहेको छु। यसमा ओटिपी एन्टर गरेपछि तपाईँले सबमिटको बटनमा क्लिक गरेपछि तपाईँको पेमेन्ट सक्सेस हुन्छ। त म सबमिटमा गएँ र पेमेन्ट प्रोसेस भइरहेको छ। एकछिन होल्ड गर्नु होला। सिप इन्स्टलमेन्ट सबमिसन है त। हेर्नु साथीहरू, यसरी गर्नु होला। लाइक एन्ड कमेन्ट एन्ड सेयर गर्नु होला युट्युब च्यानलमा है त। धन्यवाद।